सम्मानीय सभामुख महोदय, हाम्रो देशमा बलात्कारीलाई छुट्टै सजाय दिने कानूनमा के त्यस्तो व्यवस्था छ? उही जेलमा जाने ग्वाम मासु भात खाएर लामखुट्टे जस्तो सुके नास ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठूलो उपलब्धि मैले केही देखिन। सभामुख महोदय, जब जब बलात्कारको घटनाहरू यो समाजमा सार्वजनिक हुन्छन् तब सडकमा भनिन्छ कडा सजाय दे, कडा सजाय दे, कडा सजाय दे। आज म भन्न गइरहेको छु कडा सजाय भनेको के हो? सभामुख महोदय, नम्बर 1 फाँसीको व्यवस्था, नम्बर 2 फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खानपिन गर्न नदिने, नम्बर 3 माथिको 2वटा व्यवस्था लागू गर्न नसके बलात्कारीले आफ्नो शरीरको जुन अङ्ग प्रयोग गरेर बलात्कार गरेको हो सो अङ्गको छेदन। सभामुख महोदय, अपराधीले गरेको क्रूरता हेरेर सोही अनुसारको कानूनको अवस्थामा परिवर्तन नभएसम्म 12 कि 3 वर्ष कि गरिमा चौधरी र कञ्चनपुरकी 13 वर्ष कि निर्मला पन्त जस्ता नानीहरूको आत्माले